अन्तर्राष्ट्रिय झापाली समाजको 5औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। झापाको बिर्ता मोडमा आज महेन्द्र प्रसाद चमलागाईको अध्यक्षतामा सन् 2025-27 का लागि नयाँ कार्य समिति चयन गर्दै समाजको अधिवेशन सम्पन्न भएको हो। नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा दीपक चुडाल, उपाध्यक्षमा नवीन पोखरेल र चुडामणि कार्की, महिला उपाध्यक्षमा सीता पाण्डे, महासचिवमा चिरण खवास, सचिवमा भवानी प्रसाद कोइराला र अजय राजवंशी, कोषाध्यक्षमा उमेश पोखरेल र सह-कोषाध्यक्षमा रविन गिरी चयन हुनुभएको छ। त्यस्तै क्षेत्रीय संयोजकहरूमध्ये पूर्वतर्फ केशव कार्की कतार, युरोपतर्फ लोकेन्द्र नेपाल बेल्जियम, ओसियानियातर्फ निरञ्जन प्रसाई अस्ट्रेलिया र अमेरिकातर्फ आशिष सङ्ग्रौला संयुक्त राज्य अमेरिका चयन हुनुभएको छ। यस्तै उपक्षेत्रीय संयोजकमा मध्यपूर्वमा टिका ढकाल ओमान, युरोपमा प्रकाश गिरी नेदरल्यान्ड्स, अमेरिकामा दिल्ली थापा संयुक्त राज्य अमेरिका चयन हुनुभएको छ। सन् 2024-25 का अध्यक्ष मुकुन्द ढुङ्गानाको अध्यक्षतामा एवं झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको प्रमुख आतिथ्यमा अधिवेशनको खुला सत्र सम्पन्न भएको थियो। कार्यक्रममा आफ्नो कार्यकालमा रचनात्मक सहयोग पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई अध्यक्ष ढुङ्गानाको तर्फबाट सम्मान गरिएको थियो। अध्यक्ष ढुङ्गानाले अन्तर्राष्ट्रिय झापाली समाजले प्रदान गरेका 8वटा एम्बुलेन्सले झापाका विभिन्न स्थानमा मानव सेवा गरिरहेको बताउनुभयो। समाजले एकालिक अभियानसँग सहकार्य गर्दै सामाजिक कार्य गर्दै आएको बताउनु हुँदै संसारभरि झापालीहरूको उपस्थिति गर्विलो भएको बताउनुभयो। उहाँले आगामी दिनमा समाजमा आफ्नो भूमिका संरक्षकको रूपमा रहने समेत उल्लेख गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले मुलुक विपदमा रहेकाले सबैले सहयोग गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। समाजका संस्थापक अध्यक्ष दिनेश पोखरेलले संसारभरि छरिएर रहेका झापालीलाई एकताको सूत्रमा बाँध्न समाज गठन गरिएको बताउनु हुँदै समाजले एकताको सन्देश दिन सफल भएको उल्लेख गर्नुभयो। अविरल वर्षापछि आएको बाढीले पीडित बनेका नागरिकलाई सहयोग गर्नका लागि विभिन्न सामाजिक सङ्घ संस्थाले सहयोग रकम हस्तान्तरण समेत गरेको कार्यक्रममा एकका लागि एक अभियानका संयोजक महेन्द्र कुमार गिरीले 2000 परिवारलाई राहत दिन पुग्ने गरी करिब 60 लाख रुपैयाँ प्राप्त भइसकेको बताउनुभयो। सो रकमबाट इलामका केही बाढी पीडितलाई समेत राहत दिइने बताउनुभयो। कार्यक्रममा कलाकार एवं निर्माता अशोक शर्मा, अग्रज पत्रकार टिकाराम यात्री, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले शुभकामना मन्तव्य राख्नुहुँदै समाजले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गर्नुभएको थियो। समाजका कोषाध्यक्ष दीपक चुडालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव नवीन पोखरेलले गर्नुभएको थियो। कार्यक्रममा जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न सामाजिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियो।